Hello guys, कस्तो तपाईँहरूको हालखबर वेलकम छ तपाईँहरूले हाम्रो ठकुरी ब्लग्समा। म चाहिँ सन्दीप जुन ठकुरी एके ठकुरी ब्लग्स तपाईँहरूको स्वागत गर्दछु हाम्रो यो छोटो मोटो ब्लगमा। आज रहेको छ सरस्वती पूजा। सबैभन्दा पहिला त सबैलाई ह्याप्पी सरस्वती पूजा। लाइफमा सक्सेस हुनु होला, पढाइमा ध्यान दिनु होला। 7:30 म चाहिँ अगाडि उठ्यो। अब एकछिन नुहाउँछु अनि नुहाएर कलेज जानुपर्छ गाइज। सो हेर्दै गाइज हामी चाहिँ फ्रेस भइसक्यो, फ्रेस भएर नुहाइसक्यो। यहाँ नुहाएर टिका पनि लगाइसक्यो मैले। हेर्नुहोस् नुहाएर पूजा गरिसकेँ। देख्न सक्नुहुन्छ तपाईँहरू, टिका पनि भइसक्यो सरस्वती पूजालाई। सो गाइज मस्त यहाँ हेर्नुहोस्, म्युजिक सुन्दै भाइब लिँदै हो क्या। फेरि अब एकछिनमा कलेज जानुपर्छ। प्रत्येक साथी आइरहेको छ, त्यो फ्रेस भइरहेको छ। एकछिनमा कलेज जानुपर्छ। कलेजमा के हुन्छ त्यहाँ पनि देखाउँछ म हजुरलाई, हेर्दै गर्नुहोस्। सो गाइज हामी चाहिँ अब यहाँ कलेज आएको थिएँ पूजासुजा गर्न, मिठाई सिठाई खान। हामी चाहिँ कलेजबाट निस्किन आएको छु। अब यहाँ जानुपर्छ। अब चाहिँ हाम्रो घुम्न जाने प्लान छ गाइज, घुम्न जानुपर्छ अब चाहिँ होइन। बिस्तारै चाहिँ गइरहेछौँ भनौँ होइन। यात्रा लामो छ हाम्रो, उता छ हाम्रो बासु र बोडन। सो यहाँ चाहिँ लागिरहेको छौँ हामी बाटोतर्फ अगाडि यसो मिलाएर जाँदैछौँ नास्ता उठाउन। अनि बिस्तारै देखाउँछु तपाईँहरूलाई, हेर्दै गर्नुहोस् है। चाहिँ लाग्दैछु हाम्रो गन्तव्यतिर। तपाईँहरू हाम्रो दिपेश साथी छ, यता बासु साथी छ, ऊ त्यहाँ छन् अरू, ऊ त्यहाँ कस्तो हो ऊ त्यहाँ। हाम्रो गन्तव्य भनेको चाहिँ लेप्चा प्लान हो। अनि अहिले छौँ हामी यहाँनिर कहाँनिर भनौँ, यहाँनिर ट्राफिक चौकनिर भनौँ। अनि अब एकछिनमा भाषा पुगिन्छ बिस्तारै गइन्छ। देखाउँछु तपाईँहरूलाई कस्तो हुन्छ नास्ता खुवाउँदैछ हामीले। सो गाइज हामी पुगेका छौँ। कहाँ हो यो पुगेका छु थाहा छैन। ऊ साथी र म छु, कहाँ पुगेको छु थाहा छैन। उनीहरू चाहिँ अगाडि पछाडि छन्, धेरै पछाडि छन् तिनीहरू। खै जहाँ पुगे थाहै छैन। हामी झन्डै भइसकेको थियो गाइज, झन्डै कल्याण भइसकेको थियो। झन्डै हाम्रो कल्याण भइसकेको थियो। यहाँ हेर्नुहोस्, यहाँ पुरा कहाँ पुगेको छु, यहाँ जङ्गलमा पुगेको छु होइन। हामी थाहै छैन कहाँ हो, त्यही हो। हेर्नुहोस् यहाँ कस्तो छ। हामी चाहिँ वेटिङमा छौँ। सिन बबाल छ यहाँको। कोही डेटिङ बस्ने भए आउनु होला, टक्क बाँडेर। यहाँ झाडी छ। हामी त फुक्लन्डा भयो, हामी त अब साथीहरूसँग आएको छौँ। हामी फुक्लन्डा भयो। अब कोही गर्लफ्रेन्डवाला डेटिङ बस्ने भए आउनु होला। यहाँ झाडीतिर मस्त छ, बबाल छ, चिल छ क्या यहाँतिर, सुनसान रोड। सो अब उनीहरूको वेटिङ गर्दैछु। उनीहरू पुग्छन् बिस्तारै। अनि बिस्तारै देखाउन तपाईँहरूलाई। सो गाइज हामीहरू चाहिँ यहाँ पुगिसकेका छौँ। यहाँ हेर्नुहोस् कस्तो छ ठाउँ, यस्तो होइन ठाउँ चाहिँ। उहाँ ट्रेकिङ गर्ने मान्छेहरू पनि यहाँ छन् यता। अनि ताल चाहिँ उ त्यहाँ छ, हेर्नुहोस्। ताल चाहिँ त्यहाँ छ गाइज। हामीहरू चाहिँ फाइनल्ली पुगिसकेका छौँ भनौँ होइन।
गाइज हामी चाहिँ अब बेतकोट तालको भ्रमण गर्नु पऱ्यो यता होइन गर्नै पऱ्यो गाइज अब होइन यहाँ सरब भाइ चाहिँ के चाहिँ पाउँथ्यो तिमीमा ओमा एक्लै यिनीहरू हेर्नु त गाइज यिनीहरू छ पनि भनेन क्या मान्छेहरूले यहाँ देऊ न अनि यस्ता मान्छे हुन्छ यस्ता साथीहरू छन् जस्तोलाई त्यस्तै हो यस्तो छन् क्या यहाँ देख्नुभयो के भन्ने गाइज यिनीहरूले पुरै बानर हाम्रो बानर टिको बानर देउमा टोक्न आउनु लाग्छ टोक्ला अनि भाइ बाबु के छ तिम्रो हालखबर यस गाइस सो गाइस हामी अगाडि जाँदैछौँ जाउँ नि अगाडि गइदिउँ आएर गइदिउँ होइन भ्रमण गर्दैछौँ हामी यहाँ बैतडा भन्छ यार के बेतकोट तालको अब गाइस मान्छेहरू डेटिङ बसेका छन् होइन अब हामी फुक्लन्डा हेर्ने यसलाई हेर्नुहोस् त्यहाँ हेर्नुहोस् फुक्लन्डाहरूलाई गाइज सुन्न हामीहरू मान्छेहरू डेटिङ बस्न आएको छन् हामी फुक्लन्डा हेर यहाँ सो गाइज हामी चाहिँ माथिबाट हिँड्दै यहाँ पुगेका छौँ कहाँ पुगेका छौँ भनौँ यहाँ मन्दिरमा जुत्ता कहाँमा लाउनु हो खोलिदिउँ ल हामीलाई चाहिँ थाहा छैन कहाँसम्म जुत्ता लाउनु हो खोलिदिउँ हामीले चाहिँ जुत्ता होइन यो चाहिँ यहाँको बेतकोट मन्दिर मन्दिर हो होइन यसको ठाउँको नाम चाहिँ होइन चाहिँ हामीले दर्शन गरिसके त्यो दाउरा काट्दैछन् भित्र चाहिँ नजाऊँ होला पूजा लाग्यो बेला हुने भयो त हेर त यस्तै हो यत्तिकै हो सोचे भए सो गाइस अब बेतकोटमा आएर म यिनीहरूलाई तालिम दिन लाग्छु मेदीको यहाँ मेदी हुन्छु भनेर राखन् केटाहरू ल केटाहरू मेदी ल सबै यता सागर कृष्ण बसन्ते मेदी भाइ सबै आएर यिनीहरूलाई म ट्रेनिङ दिन्छु गाइस तिमीहरू मेदीमा फिक्स पास हुन्छौ रेडी भन न कस्तो रेडी 1 2 जाऊ लेफ्ट राइट यो पाण्डे भाइको भइरहेन है ए पाण्डे भाइ सो गाइस यिनीहरूलाई अब मेदीमा भर्ती गर्नुपर्छ ए यार यो पास यो फेल यो पास यो पनि पास अर्को को ओए फेल यो त तल गयो यो पास ए फेल यो त फेल भइहाल्यो यिनीहरू त हेट तमरिका ए मोटे ए यो टप सो गाइस रमाइलो भइरहेछ यता केटाहरूसँग होइन हामीले नास्ता पनि ल्याउँछौँ नास्ता अहिले गर्छौँ एकछिनमा केही बेरमा अनि त्यसपछि यो भाइ बढी बोलिरहेको छ भाइ यता हेर त तिमी कहाँ तिम्रो घर कहाँ भन त बैतडी कता हो भन त ओमा मेरो मामा घरको भएर मसँग बढी बोल्छौ तिमी मेरो मामा घरको भएर मसँग बढी बोल्छौ तिम्रो विचार गर तिमी जाने हो कि नै घर जाने भन्छ कि नै तिमीलाई
गोठला पानी आफ्नो घर जाने मन छ कि नै फेरि घरबाट त आयो हो र घर जाने मन छ कि नै भने तिमीलाई मामाहरू फेरि खतरा छन् फेरि तिमीलाई बिचबाट एउटा गाइड गरिदिएला नि फेरि नै नै गोठला पानीवाला मामा के यस यस सो सबै म्यादी मामाहरूलाई भन्दैछु यसलाई जहाँ भेट्यो त्यहीँ कुप्टी हान्नुपर्छ कि यसलाई होइन गाइज सो हेर्नुहोस् पहाडी भाइब्स आइरहेको छ हामीलाई सावधान तालमा गोही छन् रे अरे कहाँ हो भने गोही छन् त्यहाँ जाउँ त के छ र सो गाइज यता हेर्नुहोस् यहाँ गोही छन् रे हामी चाहिँ अब गोहीसँग फाइट गर्न गइरह हो यहाँ चाहिँ गोही तिमी कहाँ छौ गोही Where are you baby? We are here for you. ढलाइहरू होइन त्यो यहाँ गाइस कोही छन् हामी कत्रोको खेलाडी म्यान भर्सेस वाइल्ड चल्दै भयो अहिले सो गाइस गोही चाहिँ हाम्रो डरले आउँदै छैन हाम्रो डरले आउँदै छैन यार गोही हाम्रो डरले आउँदै छैन गाइस यता अब हामी चाहिँ लागौँ यहाँबाट धेरै भयो ल जाम यहाँबाट लागौँ अब पल्लोतिर जानुपर्छ ऊ त्यो मन्दिर देख्ने ठाउँमा त्यहाँ गएर हेरौँ के छ सो गाइस यहाँका बासिन्दाहरू हेर्नुहोस् के छ तपाईँहरूको हालखबर ठिक छ भने गाइस तपाईँ धेरै बोल्दै छैनस् भाइ मैले बोल्न धेरै कम तँलाई बर्मदेवमा बस्ने मन छ कि नै मैले धेरै कम तँलाई बर्मदेवमा बस्ने मन छ कि नै भन यसलाई भन्छन् खफ गुड को मतलब के अरे खप्सी यसलाई भन्छन् गाइस डर डरको भन्दा पालि ऊ हेर्नुहोस् गाइस उहाँबाट कहाँ जानु भयो भन्दैछन् म यहीँ छु तपाईँहरूकै साथ ओए 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 सो गाइस हामी चाहिँ अब यहाँ बेतकोट तालबाट बिदा लियौँ अनि अब चाहिँ उता जाउँ माथि जाउँ माथि जानुपर्छ अरे बादरले देख्या हो क्या यार हाल्नु त्योमा यो पनि हो बादरको नाम हो यार बादरले हाल्न देख्या हो कि सो गाइस हेर्नुहोस् बादरले यहाँ खाना यो पनि हेर्नुहोस् यहाँ पनि बादर छाप्छ हेर त यहाँ पनि ट्राई त गरिरहेको रहेछ तर मेरो भनेर चिन्यो कि अब दाइ भाइको कसरी गर्न सक्छ यहाँ केही गरिरहेको छैन ल ठिक छ हामीलाई यो डिग्गीमा स्कुटीको डिग्गीमा दुईवटा डिग्गी त्यसमा सामान हाल्न देखाइ रहेछन् हेर्नुहोस् यहाँ बादरको पुरा छाप छ अब यो त बादरको दाइको हो भने छोडिदियो बादरको दाइको रहेछ यो ऊ त्यहाँ हेर्दैछन् गाइस यहाँबाट सो गाइस अब यहाँबाट बिदा लियौँ होइन सो अब जाउँ साइडमा राख्ने बाटो हो त्यो भिर र पहिरो खोलाको बाटो नमान्नु डरै डर भने यही हो देख्नुभयो तपाईँहरूले हजुर सो गाइस हामी चाहिँ यहाँ पुगिसक्यो यो भाइ के गर्दै हो यो भाइ के गर्दै हो सो गाइस हामी चाहिँ यहाँ पुगिसकेका छौँ कहाँ भनौँ यहाँ अब यहाँ भ्यू पोइन्ट भनौँ अब त्यो ऊ पनि होला है पासबुक त्यो लुकाउने काम मात्र नगर गाइस नास्ता टक्क अब हाम्रो रेस्ट भइरहेछ नास्ता भइरहेछ यहाँ चिसो पनि छ मान्छेहरू आइरहेछन् हेर्दैछन् खाँदैछन्
हेर्नुहोस् टक्क पारेर फर्स्ट पेट पूजा गरौँ अनि देखाउँदा भयो। सो गाइज हामी चाहिँ फर्किसकेका छौँ हाम्रो ठाउँबाट अनि हामी चाहिँ यहाँ रोकिया छौँ। यहाँ 3 जना हामी स्कुटीमा तिरुपल थियो कि अगाडि चेकिङ रहेछ, फेरि केटाहरू गएको छन् अगाडि। यिनीहरूले कसरी देख्यो होला, यिनीहरू त यहीँ थिए। पानी गयो अन्त अगाडि दिपेश छोडेर आइसकेको थियो। दिपेश मोडल सौरभ पनि गयो, चस्मा अब घरै लगाउनु पर्ने। सो गाइज हामी चाहिँ यहाँ बिचमा रोकिया छु। यो बाबुको हेर्नुहोस् रुपेर हेर्नु। आज मौसम बबाल। कति मेकअप हो मेकअप यति झल्याएको छ नि। आज मौसम बबाल भएको छ, पानी पर्छ क्या हो। हेर्नुहोस् कस्तो भएको छ मौसम यहाँ। अब चेकिङ छ, उनीहरू पुगाएर आउँछन् अनि थाहा हुन्छ कि के हुन्छ। सो गाइज हामी चाहिँ घर पुगिसकेर यहाँ हेर्नुहोस् मजाले बसी यहाँ छौँ। यसले हेर्नुहोस् ऊ त्यसलाई हेर्नुहोस् ऊ त्यो ए भाइ बाबु भाइ ए बाबु भाइ सो गाइस सरस्वती पूजामा पानी परेको छ, तपाईँहरूले देख्नुहुन्छ। म यहाँ हेर्नुहोस् पानी पर्यो, असिना झऱ्यो, तपाईँको रुमाल फाउजूलाई मन पर्यो। सो गाइस हामी चाहिँ घर पुगिसकेका छौँ अहिले। अब यस्तै छ, लाइट साइट गएको छ, अवस्था यस्तै छ। अब भ्लग पनि यहाँ एन्ड गर्नुपर्ला जस्तो छ, चार्ज पनि छैन मोबाइलमा। सो अब यति हो भ्लगमा। कस्तो लाग्यो के लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मजाले। गुड नाइट।